जुन यो अहिले कति कुराहरू समाजमा नजानेर दुःख पाइरहेका छन्। कति मान्छेहरूले पैसा तिर्नुपर्ने हो कि यो उपचार हुँदै नहुने हो कि भन्ने हुन्छ होइन। त्यसलाई तपाईँहरूले जुन नाटकीय जुन रूपमा आज टोखा नगरपालिका वडा नम्बर 3 फल्लासीमा आएर जुन नाटक माध्यम उहाँहरूलाई अझ प्रष्ट बुझ्ने गरी तपाईँहरूले गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। नेपालले सहकारी गरेर विश्व सहयोग दिवसको उपलक्ष्यमा एउटा सानो नाटक लिएर उपस्थित भएका छन् र हाम्रो नाटकको शीर्षक छ हप्तको सत्य र हाम्रो यस नाटकद्वारा हजुरहरूलाई टिभीबारे धेरै जानकारी हुनेछ र हाम्रो पात्रहरू हुनुहुन्छ हर्षबहादुर जसले बिरामीको भुक्तानी गर्नुहुन्छ, हुनुहुन्छ मसँग हजुर बिरामीको छोरा कमल अझै एक छिमेकी अनि लक्ष्मीकी हुनुहुन्छ हाम्रो महिला स्वास्थ्य सेविका, अनि हुन्छ अन्जु हामी हाम्रो स्वास्थ्यकर्मी, धुम्रपानको शिकार र जानकारीको अभावले आज उनी समस्यामा परेका छन्। खेती किसानी गरेर घर चलाउने उनी अहिले खुङ्कीले ग्रस्त परेर केही पनि काममा जान सकेका छैनन् र यही समस्या पुग्न उनकी श्रीमती कमला त्यही आइपुग्छन्। अब हेरौँ के हुन्छ। ए बसन्तको बा, आज फेरि खोकी लाग्यो त हजुरलाई। आज रातभरि सुत्न पनि सक्नु भएन, अझै बिहान बिहान चुरोट पनि सल्काइसक्नु भएछ। के हो यस्तो बुढा? टिभीको जाँच गराउनु पर्छ। ए बाबु, स्कुलमा सरहरूले धेरै कुरा पढाउनुहुन्छ, त्यो सब कहाँ गरेर साध्य हुन्छ। र अर्को कुरो स्कुलको खाएको ज्ञान हो क्या, अझै पनि 3 घन्टामा कति बोलेको बोलेछु नआज त मलाई केही हुन्न। त्यस्तो त होइन नि दाइ, खोकी मात्रले टिभी हुन्न। त्यो सँगसँगै 2 हप्ताभन्दा बढी खोकी, खखारमा रगत आउने, राति पसिना आउने, चाउल घट्ने र लामो समयदेखि ज्वरो पनि आउँछ नि। हेर्नुहोस् न दिदी, दाइलाई बाटोमा भेटेँ, उहाँलाई लामो समयदेखि खोकी, सँगसँगै खखारमा रगत आउने, राति पसिना आउने, चाउल घट्ने जस्ता समस्या देखा परेको छ नि। ठिक छ, अब हामी चाहिँ उहाँको खकाडीको नमुना सन्तुलन गर्छौँ र त्यसलाई चेक गर्छौँ है त। त्यसो भए खर्च चाहिँ कति लाग्छ नि? नेपालमा टिभीको जाँच निःशुल्क हुन्छ। खकाडीको नमुना दिएको 3देखि 4 दिनमा टिभीको रिपोर्ट आइसक्छ र रिपोर्ट अनुसार डाक्टरको परामर्श लिन स्वास्थ्य चौकी पुग्नुपर्छ। अब हेरौँ डाक्टरले के सल्लाह दिनुहुन्छ। यो रोग हावाबाट सर्ने हो। माइक्रोब्याक्टेरियम नामक जीवाणुबाट सर्छ नि यो रोग। हे भगवान, बर्बादै भएछ नि। आत्तिनु पर्दैन भाउजू, यो निको हुने रोग हो। 6 महिनासम्म नियमित रूपमा औषधि खानुपर्छ। ए हामी अब गरिब पऱ्यौँ, 2 छाक टार्न हामीलाई कति गाह्रो हुन्छ। त्यो माथि यो रोग नि हामीलाई नै लाग्ने हो, निकै गाह्रो बनाउने भयो डाक्टर साहब यो रोगले त हामीलाई। त्यस्तो मान्नु पर्दैन भाइ, रोग भनेको त गरिबलाई धनीलाई भन्ने हुँदैन। अब जस्तै यो अहिले उपचार भयो, औषधिको विकासले गर्दाखेरि यो रोगहरू छिटो निको हुन्छ, चिन्ता गर्नु पर्दैन। नमस्कार डक्टर साहब। के छ दाइ? मेरो त ठिकै छ, तपाईँ कस्तो छ? मेरो ठिक छ। अनि तपाईँले कस्तो छ अहिले? अस्ति तपाईँले दबाई दिनुभएको थियो, त्यो दबाई खान त मैले खाएँ, तर के हो भन्दाखेरि 16 महिना खाइसकेपछि अर्को महिनामा मेरो छोरीको बिहे परेछ। त्यो बिहेकोले गर्दाखेरि बिहामा खाने, बेलुका बिर्सिने जस्तो भयो डाक्टर साहब। अनि पुरो दबाईको बिलमै खान पाइनु मैले। देख्नुभयो? अब तपाईँले भन्नुहुन्छ नि रोग धनीको गरिब। अब हेर्छ राजु दाइले पुच्छौली धनी मान्छे, अनि उहाँले लापरवाही गर्नुभयो, भिडभाडमा जानुभयो, स्वास्थ्य सावधान अप्नाउनु भएन, त्यही भएर उहाँलाई त्यस्तै गरी उहाँले बिचमा औषध छाड्नुभयो। अब उहाँलाई डिआर टिभी पर्यो।
अब उहाँले यही औषधि 18 महिनासम्म खानुपर्छ। त्यही भएर मैले तपाईँले भनिरहेको औषधि चाहिँ नियमित रूपमा 6 महिनासम्म सधैँ खानु पऱ्यो। अनि भाइ तपाईँले पनि अब औषधि चाहिँ नियमित रूपमा नछुटाइकन खानु पऱ्यो है। ए जुन चाहिँ कस्तो अप्ठ्यारो पऱ्यो कि। अनि डाक्टर साहब यो रोगको जोखिमहरू नि भनिदिनु न मलाई। अब यो रोग चाहिँ जो व्यक्तिले धुम्रपान गर्छ, जस्तै तपाईँले धुम्रपान गर्नुहुन्छ तपाईँले जोखिममा हुन्छ। त्यस्तै गरी राजु दाई जो भिडभाडमा काम गर्नुहुन्छ, मास्क लाउनुहुन्न, स्वास्थ्य सावधान अप्नाउनुहुन्न, उहाँलाई पनि टिभी लाग्छ। त्यस्तै गरी कोही व्यक्ति जस्तै मधुमेह छ, एचआइभी छ, दीर्घकालीन रोग छ, अथवा कुपोषण लागेको छ, अथवा शरीरको रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको व्यक्तिहरूमा यो छिटो देख्नु हुन्छ। तर हामीले धेरै जस्तो जाँच गर्ने र पाउने र एउटाबाट अर्को राम्रो छिटो सर्ने हुन्छ छातीको टिभी। टिभीमा चाहिँ मस्तिष्कमा पनि हुन्छ, घाँटीको ग्रन्थीमा पनि हुन्छ, हड्डीमा हुन्छ, हाडजोनीमा हुन्छ, बाँकी अन्तिम यसले भनिहाल्नु नि। अनि तपाईँहरूलाई थाहा छ सबै टिभी लागेको मान्छेलाई चाहिँ लक्षण देखिँदैन नि। अनि हो र त्यो चाहिँ कसरी नि? टिभी लगाउने किटाणु जो हुन्छ त्यो हाम्रो शरीरभित्र लुकेर बसेको हुन्छ र त्यस बेला लक्षणहरू देखिँदैन। ए त्यसो पो मलाई पनि एउटा कुरा सोध्न मन थियो नि। सोध्नुहोस् न। मेरो काकालाई पहिले टिभी निको भइसकेको थियो, तर अहिले फेरि उहाँलाई केही समस्याहरू देखा परेको छ नि। भनेपछि यो त पहिल्यै निको नहुने रोग आइसकेको हो। ए भगवान्! अलिनु पर्दैन नि टिभी, यो रिल्याक्स टिभी हो, त्यस कारण हामीले टिभीको औषधि नियमित र सधैँ खानुपर्छ। ओ यो सब सुनेर मलाई पुग्यो। म त अब नियमित औषधि खान्छु, डर लाग्यो मलाई त। कहाँ हाम्रो बुढाले सधैँ औषधि खाँदैनन् नि। ए त्यसको पनि चिन्ता गर्नु पर्दैन। अनि उहाँले खाएको नखाएको चाहिँ यसरी हामीले उपचार कार्डमा लेख्ने गर्छौँ। यसलाई ड्रग्स थेरापी पनि भनिन्छ। त्यही भएर टिभी चाहिँ धनी र गरिब जोसुकैलाई पनि हुनसक्छ। त्यही भएर यस्तो प्रकारको जुन तपाईँहरूले नाटकमा हेर्नुभयो, केही लक्षण देखिएमा आफ्नो नजिकको स्वास्थ्य केन्द्रमा परीक्षण गराइदिनु पर्ने हुन्छ, जुन कारणले गर्दाखेरि तपाईँहरू टिभीबाट बच्न सक्नुहुन्छ। टिभीको उपचार नेपालमा निःशुल्क छ। टिभी लुकाउने रोग होइन, त्यसको सबैको उपचार गरौँ र त्यसको दबाई सम्पूर्ण समयको लागि खाऊ। टिभी सजिलोसँग हामीले हटाउन सक्छौँ। स्वास्थ्य नेपाल हाम्रो हातमा छ। पनि अब स्वास्थ्य चौकीबाट डेली आउनुहुन्छ, उहाँले आफै निरीक्षण गर्नुहुन्छ। त्यो कुरा त हजुरले बुझ्नुभयो मजाले। यसरी खेत अहिले चाहिँ होला होइन, छोरीलाई लाग्दा चाहिँ भक्तपुरको औषध उता छोडेको छ नि, त्यहाँ गएर मैले आफै स्वयं आफै हुनै पर्ने राम्रो गर्नुभयो। क्षयरोग जिफू जहाँ चाहिँ हाम्रो युवती बसेर निःशुल्क नदी धारा